आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, आउँदै गरेको फागुन 21 गतेको प्रतिनिधि सभा चुनाव क्षेत्र नम्बर 2 रूपन्देहीको उम्मेद्वार म डाक्टर थमन बुढा मगर चुनाव चिन्ह मौरी लिएर यहाँको घर आँगनमा उपस्थित भइसकेका छौँ। चुनाव चिन्ह मौरीको प्रतीक भनेको तपाईँ हामी नेपाली जनताको प्रतीक हो। तपाईँ हामी नेपाली नागरिकहरू भनेको मौरी जस्तो मेहनती इमानदार र सोझा छौँ। तर तपाईँ हाम्रो मेहनतहरू खाइदिने चोर दलाल भ्रष्टहरूले गर्दा यो देश कंगाल भइसकेको अवस्था छ। यो देश खोक्रो भएर यति बेला हाम्रो देश जलिरहेको छ। हामी आफ्नो देशमा बेरोजगार भएका छौँ, गरिब भएका छौँ, विदेश दिनुपर्ने अवस्थाहरू आएको छ। तसर्थ तपाईँ हामी नेपाली नागरिकहरू मौरी जस्तो सोझो इमानदार र मेहनती मात्र होइन, मौरी जस्तो सचेत हुनुपर्ने बेला पनि भइसकेको छ, सोच्नुपर्ने बेला भइसकेको छ। जसरी मह खाने चोरलाई सबै मौरी मिलेर सचेत मौरीहरूले टोकेर फालिदिन्छ, त्यसरी नै तपाईँ हामी सचेत नागरिकको हैसियतले यो देश कंगाल बनाउने भ्रष्टहरूलाई फाल्नु पर्नेछ, हटाउनु पर्नेछ। अनि मात्रै बल्ल तपाईँ हाम्रो उपलब्धिहरू तपाईँ हामी र हाम्रो सन्ततिहरूले खान लाउन पाउनेछन्। अनि मात्रै बल्ल घाँस बाँस कपासको ग्यारेन्टी हुनेछ, स्वास्थ्य शिक्षा सुरक्षाको ग्यारेन्टी हुनेछ र मात्रै बल्ल विदेश दिनु पर्ने छैन। यो देशको मालिक बनेपछि मात्रै बल्ल यो देश नेपाल दिगो शान्ति र दिगो विकासमा परिणत हुनेछ। लोकतन्त्र भनेको जनताको शासन हो। लोकतन्त्रमा जनता मालिक हुन्छ, नेता सेवक हुन्छ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै यहाँहरूले आफ्नो अमूल्य मत चुनाव चिन्ह मौरीमा मतदान गरे, भारी मतले विजय गराए। यहाँहरूको सेवा गर्ने र देशको सेवा गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास लिएको छु। डाक्टर थमन बुढा मगर, चुनाव चिन्ह मौरी। धन्यवाद।